ग्रोथ मोडेलमा तपाईको फाइनल फर्मुला के हुँदो रहेछ भन्दाखेरि इकोनोमिक ग्रोथ चाहिँ सेभिङ अपन इन्क्रिमेन्टल क्यापिटल आउटपुट रेशियो सँग बराबर हुन्छ। मिनिङ के रहेछ? सेभिङ बढ्यो भने इन्क्रिमेन्टल क्यापिटल आउटपुट रेशियो घट्यो भने के रहेछ हाम्रो ग्रोथ चाहिँ। 16औं योजनाको पेज नम्बर 51 र 52 मा हेर्नुहुन्छ भने सीमान्त पुँजी उत्पादन अनुपात आइसिओआर र लगानी बीचको सम्बन्ध देखाइएको छ, जहाँ चाहिँ 15औं योजनाको औसत हेर्नुहुन्छ भने 1 युनिट आउटपुट अथवा जीडीपी बढाउनको लागि हामीलाई 4.77 युनिट चाहिएको थियो, क्यापिटल चाहिएको थियो। अब 16औं योजनामा 7.1% को आर्थिक वृद्धि हासिल गर्नको लागि हामीलाई के चाहिएको रहेछ? 94 खर्ब 82 अर्ब 66 करोड रुपियाँ चाहिएको छ। यो फेरि कहाँबाट गाइडेड रहेछ भन्दाखेरि अघिको जुन हाम्रो थियो आइसिओआर 4.77:1 जुन थियो नि हो, त्यहाँबाट यो निकालिएको। त्यही भएर कसैलाई हेरोडोमर ग्रोथ मोडेल चाहिँ नेपालमा प्रयोग भएको छैन भन्ने मनमा भ्रम रहेछ भने त्यो भ्रम निकाल्नुहोस्, त्यसलाई युज गरिएको छ। अबको हाम्रो रिसर्च त्यसो भए केमा हुनुपर्छ भन्दाखेरि आइसिओआर जुन 4.77:1 छ त्यसलाई घटाउने कसरी, त्यसमा हाम्रा रिसर्चहरू केन्द्रित गर्नुपर्छ। त्यसपछि हाम्रो देशमा विकास हुने सम्भावना